सभामुख डिपिआरएल किन सांसदहरूलाई कारबाही नै गर्ने एक्सनमा उत्रिए? कुन कुन सांसदहरू कारबाहीमा पर्दैछन्? म यो भिडियोमा चर्चा गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्सक्राइब गरेर मलाई पनि साथ दिनुहोला। ल आउनुहोस् ढिला नगरी चर्चा गरौँ। के भयो संसदभित्रबाट? हिजो प्रतिनिधि सभाको बैठकमा सांसदहरू विपक्षी दलकाले सभामुखले प्रतिनिधि सभा बैठक अगाडि बढाउने क्रममा अवरोधै गरे, जहाँ नियमावली पास अथवा पारित गरिने कार्यक्रम थियो। विपक्षीहरू अघि बढाउन नदिन तयार भए, तर सभामुखले पेलेरै भए पनि अघि बढाउने निर्णय गरे र पक्षहरूले अब बहुमतका साथ पारित गर्ने देखियो। विपक्षी दलहरू सारा उठे। कांग्रेस, एमाले, शरम संस्कृति पार्टी, राप्रपा सबै विपक्षमा उत्रिए। कुनै हालतमा नै पारित गर्न नदिने गरी अघि बढे। सभामुखले पेलेरै अघि बढाउँदै थिए। 81 एमालेका 2 जना सांसदहरू, 1 जना पुरुष सांसद, 1 जना महिला सांसदहरू सभामुखलाई हातपातै गर्ने गरेर रोस्टमै जानका लागि तयार भए। कहाँसम्म कि मर्यादा पालकहरूले छेक्दा पनि मान्छेको टाउको टेकेर रोस्टमसम्म पुगेर रोस्टमै पल्टाउने काम गरे। यता कुर्ची उखेलेर एउटा रेस्लिङमा जस्तै हान्न तयार भए। हिजो यही नै अवरोधको बावजुद पनि सभामुखले कार्यक्रम अघि बढाए र नियमावली पास भयो, किनकि यहाँ सरकार पक्षको बहुमत, अत्यधिक बहुमत चढ्ने 2/3 भएको भएर नियमावली अब रोकिने कुरो भएन, पास भयो। आज चारैतिर सामाजिक सञ्जालमा ती हिजोको भिडियो क्लिपहरू हाल्दै मान्छेले माग गर्न थाले कारबाहीको। अनि अन्तत सभामुख र सरकार पक्ष नै दबावमा पर्यो र समिति गठन गरेर मुचुल्का समेत उठायो। अब 1 हप्ताभित्र त्यो समितिले रिपोर्ट बुझाउनेछ सभामुखलाई। अनि सभामुखले कस्तो खालको कारबाही गर्ने, नियमावलीमा के छ, कानुन के छ, त्यो अनुसार अब सभामुख अघि बढ्ने भएका छन्। अब सभामुख यसरी अघि बढ्यो भने को कारबाही गर्लान् भन्ने विषयमा सरसर्ती हामीहरूले अनुमान गर्दा एमालेका 2 जना नेताहरू कारबाही गर्न सक्ने देखिन्छ। 1 जना महिला सांसद, 1 जना पुरुष सांसद। साथै विभिन्न अभद्र व्यवहारहरू, अश्लील शब्दहरू पनि त्यहाँ प्रयोग भएको सामाजिक सञ्जालमा अहिले छरबस्ट भएकाले अरू पनि सांसदहरू कारबाहीमा पर्ने देखिन्छ। तपाईहरूलाई यी सांसदहरूको यो हरकत कस्तो लाग्छ त? कारबाही नै गर्नुपर्ने जस्तो लाग्छ कि कारबाही नगरे पनि हुन्छ? नेपालमा यस्तै चल्ला ठिक हुन्छ जस्तो लाग्छ? तपाईँ हामीलाई सुशासन दिन गएका नेताहरू यस्तो गर्न तपाईँलाई कस्तो लाग्छ? ठिक लाग्छ? बेठिक लाग्छ? तल कमेन्ट गर्नुहोला। 1 लाइक गर्नुहोला। अनि यदि मन पर्यो भने 1 सेयर पनि गर्नुहोला भन्न चाहे। अहिलेलाई बिदा हुन्छु। यस्तै भिडियो लिएर पुनः फेरि म आउने नै छु। अहिलेलाई भने बिदा दिन सके। नमस्ते, बाई बाई, थ्याङ्क यू।